हजुर नमस्कार म्याम। नमस्कार हजुर। हजुरको शुभ नाम? मेरो इन्द्र कुमारी। ए यता बसाइ चाहिँ अहिले दमक। कति नम्बर? 1 नम्बर। ए हजुरले के गर्नुहुन्छ अहिले? अहिले म भाडा मास्दैछु। ए कुन कम्पनीको यो के प्रोडक्टले? यो हेल्थ केयर हेल्दी लिभिङकोले हैन? यो हाम्रो हेल्दी लिभिङको चाहिँ टोयलेट क्लिनरले हैन हार्पिकले चाहिँ गर्दै हुन्छ, विशेष गरी टोयलेटको लागि हो। तर तपाईँ भाडा मार्दै हुन्छ, के छ अलिक सफा भयो? अलिक सफा भएर हो यसरी मार्नु पर्छ। ए राम्रो लाग्यो। राम्रो लाग्यो। पिताम्बरीले र यसमा के फरक पाउनुभयो? पिताम्बरीले चाहिँ अलिक धेरै मार्नु पर्छ। हजुर हजुर। अलिक खस्रो खस्रो पनि हुन्छ। यो चाहिँ पानीबाट डुबाउँदै यसो। हजुर हजुर। यस पहिले निकै फोहोर थियो, अहिले धेरै सफा भयो है? सफा भइसक्यो। ए अनि यहाँ हजुरले सप्लिमेन्ट राख्नु भएको छ, यो पनि खाँदै हुन्छ हजुरले? खाँदैछु। ए के थियो समस्या हजुरलाई? मलाई सुगर र युरिक एसिड। ए हजुर जस राम्रो हुँदैछ? राम्रो हुँदैछ। ए कसरी जोडिनु भयो हजुर यो कम्पनीमा? अब यो कम्पनीमा त कसरी भन्नु? ए होइन कसरी थाहा पाउनु हो भनेको? ए थाहा पाउनु त अब खोइ नाम पनि थाहा पाइन। जो सरले हजुरको हस्बेन्ड कुन ठाउँमा हुनुहुन्छ? कुवेतमा हुनुहुन्छ। ए उहाँले थाहा दिनुभयो होइन? उहाँले थाहा दिएर। ए अनि दमक अफिसमा जानुभयो, ल्याउनु भयो? ए ए ए ठिक छ, खुसी लाग्यो। अनि जति पनि यो भिडियो हेर्ने साथीले के भन्नु चाहनुहुन्छ हजुरले चाहिँ? म त राम्रो छ यो प्रोडक्ट, राम्रो छ, गर्नुपर्छ, लाग्नुपर्छ भन्छु। हजुर जस खुसी हुन्छ होइन? यता म्याम नमस्कार। हजुरको शुभ नाम? ए हजुरको बसाइ? ए तपाईँलाई यो यसो उहाँले भाडा मागिराख्नु भएको छ होइन? यसो कस्तो राम्रै लाग्यो? ए तपाईँ पनि यसमा आबद्ध हुन खोज्दै हुन्छ? ए यहाँ दिदीले बोलाउनु भएको हजुरलाई? ए ल ल खुसी लाग्यो। अब हामी पनि धेरै खुसी लागेको छौँ, हामी आएको छौँ। अनि यता हाम्रो यता सर हुन्छ। हजुर सरको नाम? सर म चाहिँ काठमाडौँबाट। ए काठमाडौँ हुन्छ है? हजुर। अनि तपाईँको पूर्वको यात्रामा कहिले आउनुभएको? म 1 हप्ता भयो आज। 1 हप्ता पुरा भइसक्यो। अगाडि कहाँ पुगेर आउनुभयो? इलाम पुगेर आएँ। इलाममा राम्रो मिटिङ भयो। ए हजुर। अनि तपाईँ जोडिनु भएको कति भयो? म जोडिया 5 महिना पुरा भयो, 6 महिना लाग्यो। ए ल अलिकति यो बारेमा थोरै जानकारी गराउनु न हाम्रो जति भिडियो हेर्ने साथीहरूलाई। ए यो कम्पनी भनेर चाहिँ डाइसेलिङ हो। हजुर। यसमा चाहिँ हामीले एउटा मेम्बर बन्ने हो। हजुर। मेम्बर बनेर आफूले प्रयोग गर्ने हो र प्रयोग गरेर सामान आफूलाई राम्रो भएको कुरा साथीभाइहरूलाई भन्ने हो। यसमा केही काम गर्नु भएन, पर्सल मात्रै परिवर्तन गर्ने हो। पर्सलमा पाइने सामानहरूमा नुन र मसला बाहेक र चामल बाहेक अरू सबै यहाँ पाइन्छ भने कस्मेटिक र किचनदेखि टोयलेटसम्म, भुइँ पुस्ने, सिसा पुस्ने, अनि आफ्नो पर्सनल केयर, स्वास्थ्यको सबै सामानहरू पाइन्छ र त्यो युज गर्दा चाहिँ हाम्रो घरमा हाम्रो आम्दानी पनि हुन्छ र आम्दानीमा हामीले आम्दानी गर्न सकिन्छ। यसमा चाहिँ हामीले 1 वर्ष सिक्नु पऱ्यो र अनि त्यसपछि बल्ल आम्दानी बनाउने गर्नुपर्छ भने त्यो गर्दै जाँदाखेरि आइएबिएस नाइनेस भन्ने हो। भन्न छोड्नु भएन, आफूले गर्न छोड्नु भएन, कुरा सुन्नु भएन, आफूले गर्दै जाने हो। एउटा कानले सुन्ने, अरू कानले गाउने, राम्रो कुरा छ भने राख्ने, नराम्रो कुरा छ भने हटाउने गर्नुपर्छ भन्ने यति नै अहिलेलाई। ल ठिक छ, तपाईँ चाहिँ एकदम राम्रो अभियान हुन्छ। के छ सोच छ, कहिलेसम्म यसमा अभियानमा लाग्ने सोच गर्नुभएको छ? म जीवनभरि नै लाएर यसमा 3 वर्षपछि चाहिँ कार्य सेभ गर्ने तयारीसहित लागिरहेको छु र त्यो 2 महिनाभित्र बन्ड डाइरेक्टर क्वालिफाई हुने तयारीसहित लागिरहेको छु भन्दै। ल तपाईँलाई पनि धेरै धेरै धन्यवाद। उहाँ काठमाडौँ आउनुभयो, इलाम घुम्नुभयो, झापामा आउनुभयो होइन? अझै धेरै ठाउँमा जानु छ होइन? यहाँलाई पनि धेरै धेरै शुभकामना। यहाँको यात्रा, यहाँको सपना साकार होस् है। धन्यवाद। ल हस्, धन्यवाद।